भजन पनि चिसो चिसो हावामा सानो भाइ माया बोकेर भनिएको छ। हाम्रो क्रिस्ट येशू चाहिँ चिसो जाडोमा जन्मिनु भएको र हामीलाई उद्धार गर्नका लागि आउनु भएको छ र अँध्यारोलाई हटाएर उज्यालो ल्याउनु भएको छ। धेरै सुसन्देशहरू प्रचार गरेर हामीले यो क्रिस्ट येशूमा आएका छौँ भनिएको छ। यो भजनद्वारा पनि परमेश्वरले धेरै धेरै आशिष दिनुभएको होस्। र अब पालो रहेको छ दिदी बहिनीको पालो। भजन छाड्न सक्नुहुनेछ हजुरहरू फेरि पनि दिदी बहिनीले छाड्न सक्नुहुनेछ भजन।